हेलो गाइस, सबैलाई नमस्ते। मेरो नाम सुजना म कैलाली गाउँपालिका वडा नम्बर 4 मा बस्छु। आज म फुल सम्बन्धी कुरा गर्न आएको छु। नदी सम्बन्धी हामीलाई विद्यार्थीलाई बाटो जान बहुत मुस्किल भइरहेको छ। छिटोभन्दा छिटो छुट्यो पुल बनाओस् र विद्यार्थीलाई जानेको सुविधा होस् र मान्छेहरूलाई पनि छिटो स्कुल जानको मान्छेलाई पनि उयो गर्न साफ गरिदिनुहोस्। र म एउटा विद्यार्थी हुँ, फर्ममा छु। पुरा पुल पानी परिरहेको छ, पानी परिरहेको ठाउँमा पनि नदी पनि बढिरहेको छ। विद्यार्थीहरूलाई यो नदीबाट जान बहुत मुस्किल छ। यस्तै कारणले गर्दाखेरि मान्छेहरू पुगेर पढ्ने त्यसै कारणले पर्छ। सरकारले छिटोभन्दा छिटो पुल बनाइदियोस्। म यही अनुरोध गर्न चाहन्छु र मान्छेलाई हेर्नु सजिलो होस् र पुरा नदीको हालत यस्तो छ, हेर्न सक्नुहुन्छ। पुरा यताति पुरा नदी बढेको छ। नदी बढेर यहाँ पुरा मान्छेलाई हिँड्न बहुत मुस्किल भइरहेको छ यो बाटो। बहुत मान्छेलाई हिँड्न यहाँ मुस्किल हुन्छ। यहाँ यस्तै नदी बढिदिएको छ, पुरै खोलो लागेको छ। मान्छेहरूलाई पुल बनाउनु पनि बहुत आपत भइरहेको छ। यहाँ पुल बनाइराखेको काम पुल बनाउनेको काम केही दिनको लागि रोकिएको छ। त यो पानी बिदा हुनुसम्म यो पुल बन्दैन। यहाँ यस्तो छ, हेर्नु सक्नुहोस्। नदी बढिरहेको छ। त्यो हेर्नु सक्नुहुन्छ, झाडै देखिएको छैन। त्यो ढिकसम्म नदीको पानी पुगेको छ। हिजो त त्यो ढिकसम्म नदीको पानी पुगेको थियो, ठुलो ढिकसम्म। त्यो टोकेदेखि त्यहाँसम्म पानी पुगेको थियो। मान्छेलाई चाहिँ डुबाउने यस्तो थियो पनि। गहिलो बहुत छ यो। किन म सबै जान चाहन्छु, बच्चाबच्चीलाई नदीतिर नआउनु दिनु होला। नदी खोला जस्तो ठाउँतिर नजानु दिनु होला। यस्तो होला त मान्छे डुबेर मर्छन्। बाबुआमाले बच्चाबच्चीको ज्यादा केयर गरिदिनु होला र दिदीबहिनीहरूले पनि आफ्नो भाइहरूको केयर गर्नु होला, आफ्नो ज्यानको पनि केयर गर्नु होला। म यही चाहन्छु। किनभने आफ्नो स्वास्थ्य जीवन ठुलो, आफ्नो जीवनभन्दा ठुलो केही होइन। पैसा भने सबै हातको मैलो जस्तो हो। यो यस्ता कारणले नदीहरू बढिरहेका छन्। सरकार छिटोभन्दा छिटो पुल बनाओस्, म यही चाहन्छु। त्यसैले र हामी केही बाजेसँग कुराकानी गर्न हामीहरू उहाँ बाजेहरू हुनुहुन्छ। यो नदी बढेको छ। हामीहरू आज नदी बढेको हुनाले हिजो पनि हामी स्कुल गएन, नदी बढेको हुनाले। किन त्यतिखेर बहुत बढेको थियो, आज पनि बहुत बढेको छ। हामीहरू यसरी नदी बढेको छ, अर्को उता अगाडिबाट जान सक्थ्यौँ। हामीलाई ढिलो बहुत हुन्छ, किनभने छोटो बाटो सबैलाई पर्छ नि। छोटो छिटो स्कुल जानुलाई जङ्गलको बाटोबाट जानु पऱ्यो। बाजेसँग केही कुरा खान्छ। बाजे नमस्ते।
बाजे नदीसम्मको के कुरा गर्नु थियो यहाँ के यहाँबाट मान्छेले जान आवाज हुँदैन दुईटा गइहाल्यो कसरी पौडी काटेर त्यही हो बिहान गयो होला नि हाम्रो उहाँ बाजेहरू हुन्छ हिजो त हल्लेकै बढेको थिएन अरे यहाँ एक्लै बस्न डर लाग्दैन बाजे यहाँ बस्न डर लाग्दैन यहाँ त बहुत यस्ता यस्ता कारनामा सुनेको थिएँ यो नदीबाट डराउनु आवाज आउँदैन यो नदीबाट बाजे बच्चाहरू रोएको आवाज आउँदैन यति धेरै नदी बढ्तेका छन् आज दुईजना नदी तैरेका छन् अनि हेर्न सक्नुहुन्छ यो नदी त बढेको छ खोलो बढेको छ हेर्छौँ हामी हस्त म पनि लाग्छु सुशील यार बाई बाई युट्युबमा गएर हेर्नु होला